कविता लगभग मैले 6-7 वर्ष अगाडि लेखेको थिएँ। यो कविता लेख्दाखेरि भने हाम्रो देशको प्रधानमन्त्री चाहिँ केपी शर्मा ओली नै हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ, किन उहाँ 3-4 पटक प्रधानमन्त्री भइसक्नु भएको छ। र कविताको शीर्षक चाहिँ मैले के राखेको छु भन्दा चाहिँ खराब नेताहरू भन्ने चाहिँ मैले शीर्षक राखेको छु। कविता यसरी सुरु हुन्छ। हाम्रो देश नेपालमा आउँछन् विभिन्न प्रकोप र विपत्ति। हाम्रो देश नेपालमा आउँछन् विभिन्न प्रकोप र विपत्ति। देशका ठुला नेताहरू चाहिँ खाएर बस्छन् जनताको सम्पत्ति। देशका ठुला नेताहरू चाहिँ खाएर बस्छन् जनताको सम्पत्ति। राति आकाशमा उदाउँछन् झलमल्ल गरी जुन। राति आकाशमा उदाउँछ झलमल्ल गरी जुन। देशका नेताहरूले बनाउन सकेका छैनन् राम्रो नीति र कानुन। देशका नेताहरूले बनाउन सकेका छैनन् राम्रो नीति र कानुन। नेताहरू बीच कहिलेकाहीँ हुन्छ तै भन र मै भन। नेताहरू बीच कहिलेकाहीँ हुन्छ तै भन र मै भन। अस्थिर सरकार भएपछि आन्दोलनमा उत्रिन्छन् जन। अस्थिर सरकार भएपछि आन्दोलनमा उत्रिन्छन् जन। हाम्रो देशको प्रधानमन्त्री हुन् केपी शर्मा ओली। हाम्रो देशको प्रधानमन्त्री हुन् केपी शर्मा ओली। जसले देशलाई विकास गर्यो उसैले थाप्नुपर्ने गोली। जसले देशलाई विकास गर्यो उसैले थाप्नुपर्ने गोली। यस्ता त छन् प्रधानमन्त्रीको बोली। यस्ता त छन् प्रधानमन्त्रीको बोली। जहिल्यै पनि भन्छन् गर्छु देश विकास भोलि। जहिल्यै पनि भन्छन् गर्छु देश विकास भोलि। धन्यवाद। मेरो कविता चाहिँ नि यति नै रहेको छ। तपाईहरूलाई कस्तो लाग्यो कविता? किनकि हाम्रो देशको अहिले स्थिति एकदम नाजुकै छ। किनकि हाम्रो देशका युवाहरू चाहिँ नि रोजगारको सिलसिलामा चाहिँ नि वैदेशिक पलायन भएका छन्। यो एकदम काली लाग्दो कुरा हो। किनकि हाम्रा देशका ठुला बडा बनाउँदाहरू चाहिँ नि सत्ता कुर्सीमै भुलिरहन्छन्। देशको चिन्ता छैन। किनकि भाषण चाहिँ नि एकदमै गर्छु अहिले गरौँ जस्तो गर्छ। भाषणले चाहिँ नि त्यो आकाशको जुन तारा पनि झाला जत्तिकै गर्छ देशका नेताहरूले। तर काम भने चाहिँ पटक्कै गरेको छैन। किनकि हाम्रो देश प्राकृतिक रूपमै सुन्दरता र धनी छ हाम्रो देश। हाम्रो देशमा चाहिँ नि असम्भव भन्ने कुरा चाहिँ लगभग छैन। किनकि जल स्रोतको हिसाबले पनि प्राकृतिक स्रोतको हिसाबले पनि एकदम धनी एकदम राम्रो छ। किनकि हामीले केही गर्न नसके पनि पर्यटकीय क्षेत्रलाई चाहिँ हामीले जोड दियो भने चाहिँ नि हाम्रो देश चाहिँ नि अझ हाम्रो देशको अर्थतन्त्र चाहिँ नि अझ माथि जान्छ। अझ यो विभिन्न अब वैज्ञानिक कस्तो हिसाबले इन्जिनियरिङ पोइन्ट अफ भ्यूबाट हेर्नु पऱ्यो भने त देशमा सम्भवै सम्भव छ। खाने छ देशमा चाहिँ नि। किनकि अब हाम्रो देशमा चाहिँ जलविद्युत उत्पादन गर्ने क्षमता पनि छ। चाइना जस्तो नि बे समुद्र सकेर ड्यामै त बनाउनु पर्दैन हाम्रो देशमा ठुलो त आफै छ। अनि अब हाइड्रोजन ग्यास ग्रिन हाइड्रोजन उत्पादन गर्न सकिन्छ। तर भण्डारण गर्नको लागि त अब ग्रिन हाइड्रोजन ग्यासलाई एकदम गाह्रो छ। तर पनि असम्म केही छैन, सकिन्छ हाम्रो देशमा चाहिँ। किनकि म आफै पनि इन्जिनियरिङ भएको हिसाबले किनकि मैले पनि धेरै अध्ययन गरेको छु। हाम्रो देशमा चाहिँ नि सम्भावना बोकेको देश हो हाम्रो देशले चाहिँ नि। किनकि माथि उच्च ओहदामा रहेको व्यक्तिको मस्तिष्कमा चाहिँ नि विकास गर्छु भन्ने चाहिँ भावना जागृत गयो भने चाहिँ लगभग हाम्रो देशको अर्थतन्त्र चाहिँ एकदम राम्रो हुन्छ भन्ने चाहिँ मलाई लागेको छ। यति रहेको छ। तपाईँले कस्तो लाग्यो सुन्ने प्रतिक्रिया दिनुहोला। धन्यवाद।